अन्त्यहीन दोहोरी गणितीय शक्तिको बलमा उत्पन्न हुने अहङ्कारको प्रदर्शन र विपक्षीको भएका कारण जायज मुद्दा र आवाज समेत नसुन्ने प्रवृत्ति न्यूनीकरण गर्दै राष्ट्रिय समस्या पहिचान र समाधान तथा नागरिकका आकांक्षा सम्बोधनमा संसदमा रहेका दलबीच खुला हृदयका साथ छलफल गर्ने वातावरण निर्माणमा सबै पार्टी, तिनको शीर्ष नेतृत्व र सरकारको ध्यानाकर्षण गराउँदछु। सभामुख महोदय, मुख्य कार्यभार रहेकाले हामी यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेटमै केन्द्रित हुनेछौँ। बजेटलाई निर्देश गर्ने नीति तथा कार्यक्रम देशको आवश्यकता र नागरिकको आकांक्षा अनुरूप सन्तुलित विकासको दृष्टिकोणबाट आओस्, न कि सत्तारूढ दलको एकलौटी स्वार्थमा नीति तथा कार्यक्रमको बहानामा उडन्ते सपनाको